आलो चस्मा लाउ भन्छ पिरती लाउने आऊ भन्छ मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको परदेश हो मेरो छेटनी ओलेरो उहाँलाई पनि आउने रहेछ मेरो छेटनी ओलेरो हैन यसको लाइन नै उताबाट आएको नि त उडासँग म हेलाम बोको ल भनेपछि दुईजना साथी हुनुहुन्छ है यहाँले नै पठाउनु भयो उहाँलाई हैन घोडाको समस्या थियो है हजुरको हिँड्न पनि गाह्रो थियो खल्चङ गर्दै आउनु भएको थियो फर्केर पनि जानुभयो हैन फेरि भाले भनेर आउनु भयो आज टाइम थिएन पूजा थियो गाउँमा विश्वास नलागेको हैन अनि पछि टाइम दिएरै आउने भनेर फर्केर आएको ल गीत पनि गाइहाल्नु भयो कति रमाइलो अब लोसार आउँदैछ हैन अनि अहिले घोडाको अवस्था कस्तो छ पहिला भन्दा पहिला भन्दा धेरै काम किन भन्दा हिँडाइबाटै थाहा हुन्छ नि हो हिँडाइ उहाँको बेग्लै थियो क्या यसो गर्दै खल्चङ गर्दै हिँड्नुहुन्थ्यो हैन अहिले पहिला भन्दा कम छ खुसी हुनुहुन्छ ल भनेपछि लोसारको पनि शुभकामना यहाँलाई रमाइलोसँग मनाउनु होला हजुरलाई पनि हैन खास गरी यस्तो के रे निरन्तर आयो भने राम्रो हुने रहेछ उसले त डबल पनि गर्यो अरे नि त अनि फेरि नपुग्ने रहेछ नि त फेरि यस्तो मान्छेले बदनाम गर्नु खोज्यो भने मैले 1000 ठाउँ गयो जिउ बढी सिउलाई दिने कि तपाईको के राम्रो छ भने सत्य बोल्नुपर्छ उहाँले मैले पैसा दिएर बोल्नु लाउनु भएको नि होइन कति ठाउँमा बोल्नु लाउँछ थाहा छ तर उहाँले चाहिँ कहाँ दुख्यो कहाँ के भयो त्यो चाहिँ मलाई भगवान कसम एकदम राम्रो लाग्यो तर कतिजनाले चाहिँ थ्याङ्क यू भन्दैछ मलाई त्यही भएर तपाईँहरू पनि खुसी नभए खुसी दिने चामुण्डा गेरको अगाडि खुसी थेरापीमा आउनु अरू ठाउँमा एक ट्रिटमेन्ट गर्छ भने यहाँ 5 वटा ट्रिटमेन्ट गरिदिन्छ मलाई चाहिँ धेरै राम्रो भयो थ्याङ्क यू डाक्टरलाई थ्याङ्क यू यहाँलाई पनि आइदिनु भएकोमा हैन हामीलाई विश्वास गर्नु भएकोमा ल